हेलो गुड मर्निङ गाइज, म फेरि पनि ब्याक टु भएँ। म आज चाहिँ पासपोर्ट अफिसमा आएको। यति धेरै लाइन होइन। इभिन यो ठाउँबाट त्यो ठाउँसम्म चाहिँ होइन 100जना भइसकेछ मान्छेहरू चाहिँ होइन। म चाहिँ अहिले यो बहिनीको छेउमा छु होइन। यो लाइन कहाँसम्म पुग्छ थाहा छैन। अनि यहाँ चाहिँ कस्तो रहेछ भने यो रिन्यू गर्ने, पासपोर्ट नयाँ बनाउने सबै दुइटै एउटै लाइन रहेछ। अब भित्र गएपछि छुट्टिन्छ होला, तर म बिहान 7 बजी आइपुगेको है। चिसो चाहिँ चिसो छ एकदमै। अनि दुखेर खुट्टा दुखेर एकदमै है होइन। लाइनहरू कति रहेछ, मान्छेहरू सबैजना जाडोमा है। कोही चाहिँ भुइँमा बस्दैछ, कोही ब्याग बोकेर आइरहेछ। तल दिदीहरू पनि हेबाट जाला जस्तै गरेर ब्याग बोकेर आइराख्नु भएको छ। धेरै गाह्रो छ नेपालमा भन्नु कि कहाँ भन्नु। सबै ठाउँमा सायद त्यस्तै होला। म चाहिँ नेपाली भएर एटलिस्ट मलाई चाहिँ नेपाल जस्तो लाग्छ होइन। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ प्लिज यसलाई चाहिँ तपाईँहरूले चाहिँ राम्रो भन्दा राम्रो कमेन्टहरू चाहिँ लेखिदिनु होला। धन्यवाद। ल बाई बाई।